पेसाले यातायात व्यवसायी हिजोको दिनदेखि यो राष्ट्रलाई माया गर्दै यो व्यथिति विरुद्ध लड्दै आउने क्रममा चाहिँ वैशाख 24 गतेबाट तपाईको जेठ 11 गतेसम्म कलङ्कीको आन्दोलनमा पनि 24 घण्टा हिरासतमा बसेर यातायात विभागको प्रमुख को दायित्व निभाएको व्यक्ति हुँ र हिजोको स्थितिलाई हेर्ने हो भने महाराज धिराजको सवारीमा लाखौं जनताहरू चाहिँ उत्रिनु भयो। यो धेरै गर्वको कुरा हो र यो जनताहरूले अब राजसंस्थै खोजेको भन्ने कुरा चाहिँ अब आम जनताको मनमा परिसक्यो। तर अब यसमा कसरी जाने, अब यहाँ झुण्ड उपझुण्ड तपाईको यहाँ गुट उपगुट यो तरिकाले गर्दाखेरि भोलि गएर कसैले जस पाउनको लागि राजालाई मौसुफ सरकार महाराज धिराजलाई चाहिँ एउटा गद्दीमा राख्न खोजेको हो भने भोलि गएर यो कतै अभिशाप त हुँदैन। यो कतै चाहिँ राजालाई यो 2-3 वर्षसम्ममा चाहिँ अपदस्थ गरेर कुनै पनि एउटा आज त नेपालमा बस्ने उहाँलाई वासस्थान दिएको छ भने यो विदेशै पलायन गराउने यो रणनीति त कतै बन्दै छैन। त्यसकारणले गर्दाखेरि कोही पनि राष्ट्रवादी झुण्ड महाझुण्ड गुट उपगुट महाअभियान लगायत राजनीतिक पार्टीहरू अहिले चाहिँ एउटा के देखियो भने सबै एउटा राज संस्था कायम गर्ने महाराज धिराजलाई चाहिँ नि अब गद्दीमा राख्ने भनेर जुन रोडमा आह्वान गरेर निस्किनु भएको छ हो ठीक छ। तर यदि कसै कुनै पनि देशको दबावमा छैन भने यो सर्वोपरि यो राम्रो पनि होला, देशको लागि एउटा यो घात नहोला। तर यदि कहीँबाट परिचालितै भएर राजाको चाहिँ नि एउटा ल्याएर 2-4 वर्ष पछाडि राजतन्त्रै खत्तम पार्ने खेल हो भने यसमा चाहिँ कोही पनि यसमा लाग्नुको अर्थ छैन। र अबको आउने दिनहरूमा अभियान मोर्चा पार्टी सम्पूर्ण एक ढिक्का नागरिक एउटा अभियान खडा गरेर नागरिक आन्दोलन खडा गरेर एउटा नागरिकले
गरेको आन्दोलनले भोलि गएर राज संस्था कायम गराउन सकिएछ भने सायद यो भनेको अन्तर्राष्ट्रिय मान्यता पनि दरबारले पाउला र हाम्रा महाराज धीराजले पाउनु होला। यदि चाहिँ नै हामीले जबरजस्ती नै ल्याएर हामीले लान थाल्यौँ भने यसले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नगर राजालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त नहोला। अब दुईटा कुरा छ यसमा, एउटा त नागरिक आन्दोलनले नै हो राजालाई गद्दीमा राखेर अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने, अर्को हो नागरिक आन्दोलनमा यदि सरकारबाट दमन भएछ भने र त्यो दमनलाई रोकेर कु गर्नको लागि सैनिकै हो, एउटा सैनिकले मात्र राजालाई स्थापित गर्न सक्ला। त्यसकारणले गर्दाखेरि अबको दिन आउने दिनहरूमा सम्पूर्ण राष्ट्रवादी देशभक्त नेपालीहरू एउटै छातामुनि नागरिक आन्दोलनमा समावेश भएर चाहिँ अगाडि बढ्ने क्रममा देशव्यापी त्यो समयमा यदि सरकारबाट दमन भएछ भने म एउटा यातायात व्यवसायी र एउटा संयुक्त सङ्घर्ष यातायात प्रमुख र महाअभियानको यातायात प्रमुखको नाताले हिजो वैशाख 11 गते राष्ट्रिय महासङ्घ ट्रक यातायात व्यवसायी महासङ्घ नेपाल ट्याक्सी मिटर ट्याक्सी क्रसर प्याप्सन हामीले सम्पूर्ण क्षेत्रलाई चाहिँ नै हामीले चाहिँ नै एउटा भूपू सैनिक सम्पूर्णलाई हामीले आबद्ध गरेर जुन गरेको थियौँ भने आउने दिनमा सरकारबाट यदि हाम्रो आन्दोलन नागरिक आन्दोलनलाई चाहिँ दमन गर्न पुगिएछ भने अब यातायात व्यवसायीहरू पूर्व मेची महाकाली चाहिँ अब चुप बस्नु पनि नहुने स्थिति र आफ्ना सवारीलाई घर ग्यारेजमा राखेर यो नागरिक आन्दोलनलाई अब चाहिँ एउटा साथ दिनुहुन्छ भन्ने मैले पूर्ण आशा गरेको छु। किनकि यो व्यवस्थाको कारण आज यातायात व्यवसायीहरू धेरै धराशायी हुनु परेको पनि छ। यसमा चाहिँ 40 लाख यातायात क्षेत्र सदस्य भएको यो यातायात क्षेत्रमा 22,000 चालकहरू आज बिना कसुर जेलमा छन्। 12,000 चालक अङ्गभङ्ग भएर एउटा जेलको एउटा घरमा चाहिँ अपाङ्ग भएर बस्नुभएको छ र तिनीहरूलाई राज्यले केही पनि हेरेको छैन। अहिलेको महासङ्घ सङ्घ र यातायातमा आबद्ध हुने कुनै पनि सङ्घ संस्थाले उहाँहरूको कुनै पनि केही हेरेको देखिएन। त्यसकारणले सम्पूर्ण यातायात व्यवसायीहरूलाई हामीले चाहिँ जुन किसिमको मुद्दा बोकेर सिंहदरबारको वार्तामा चाहिँ नि आज व्याख्यात्मक भएर पनि उहाँको चाहिँ सबै पुरा गरेर केपी सरकार ओलीको टेबलमा पुग्दा पनि त्यो माग आज यातायात व्यवसायीको सरकारले सुनिरहेको छैन। सरकारले चाहिँ अध्यादेश मार्फत जे पनि गर्दा हुने, तर चाहिँ एउटा मन्त्रालयको सचिव मार्फत वार्ता कमिटीबाट गएको आज यातायातका समस्याहरू पनि यो सरकारले नसुनेकोले गर्दाखेरि सम्पूर्ण यातायात व्यवसायीलाई म यहीँबाट के आह्वान गर्छु भने यो नागरिक हाम्रो जब आन्दोलन हुन्छ यो नागरिक आन्दोलनमा सम्पूर्ण देशभरिका यातायात व्यवसायीहरूले आफ्नो यातायात ठप्प पारेर चाहिँ आन्दोलनमा साथ दिनुहुनेछ। यदि अटेर गरेर यदि बलछप्ती गरेर आफ्ना सवारी चलाउनु भयो भने र तपाईहरूको सवारीको जिम्मा त तपाईहरूलाई लिनुपर्ने हुन्छ, तर त्यसमा हामीले 36 घण्टा अगाडि हामी यातायात बन्दको घोषणा गर्दछौँ भन्दै म यो मेरो 2 शब्द यहीँ समाप्त गर्दछु। धन्यवाद पत्रकारज्यूहरूलाई, नमस्कार।